नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 941औं भिडियोमा। आजको भिडियोमा मैले हितोपदेशका कथाहरू पुस्तकबाट विजयराज आचार्यज्यूले संकलन तथा अनुवाद गर्नुभएका बाँकी कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू पनि मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। तपाईहरुसँग पनि कथाहरू भए मलाई मेरो कथा 204@gmail.com मा वाचनको लागि पठाइदिनको लागि अनुरोध गर्दै लागौं आजका कथाहरूतर्फ। दर्शक तथा श्रोतावृन्द, आजको भिडियोमा हिजोको भिडियोबाट बाँकी कथाहरू। हिजोको भिडियोमा सुगाको कुरा सुनेर राजाले कस्तो कथा हो भन्ने आशयको प्रश्न राखेका थिए। राजालाई उत्तर दिँदै सुगाले अर्को कथा भन्न लागेको थियो। अर्को कथा झुटो प्रशंसा। यौवन श्रीनगरमा मन्दमती नाम गरेको एउटा काठ व्यापारी बस्दथ्यो। उसकी श्रीमती चरित्रहीन थिए। आफ्नी श्रीमती चरित्रहीन छे भन्ने शंका त काठ व्यापारीलाई थियो, तर दोष प्रमाणित गर्ने उसँग कुनै आधार थिएन। एक दिन उसले आफ्नी श्रीमतीलाई जाँच्ने हिसाबले भन्यो, प्रिया, केही काम परेकोले म पल्लो गाउँमा गएर आउँछु। यति भनेर ऊ घरबाट हिँड्यो। केही पर गएर फरक्क फर्केर आयो र बिस्तारै श्रीमतीका आँखा छलेर खाटमुनि लुक्यो। उसकी श्रीमती आफ्नो श्रीमान छिमेकी गाउँमा गयो भनी ढुक्क भई। उसले सोची श्रीमान पक्कै पनि भोलि मात्र आउनेछ। यही सोचेर उसले आफ्नो प्रेमीलाई समाचार पठाई। उसको प्रेमिकाको सन्देश सुन्ने बित्तिकै दौडदै आफ्नी प्रेमिकालाई भेट्न आयो। उनीहरू दुईजना खाटमा बसेर प्रेमालाप गर्न थाले। आइमाईले खुट्टा हलाउँदा खाटमुनि भएको आफ्नो श्रीमानको शरीर छोइयो। उसले आफ्नो श्रीमान आफूलाई झुक्काएर पल्लो गाउँ जान्छु भनी ढाँटेर खाटमुनि लुकेको चाल पाई। यसपछि ऊ एकदम निराश भई। आफ्नी प्रेमिका निराश भएको देखेर उसको प्रेमीले भन्यो, के भयो प्यारी, आज त म तिमीलाई निराश देख्छु। मसँग ढुक्कले प्रेमका गतिविधि पनि गरिरहेकी छैनौ। प्रेमिकाको कुरा सुनेर उसले भने, तिमीलाई के थाहा, मेरा प्राण भन्दा पनि प्यारा मेरा श्रीमान जसलाई मैले बाल्यकालदेखि माया गर्दै आएकी छु, उहाँ छिमेकी गाउँमा जानुभएको छ। उहाँ हेरेपछि त मलाई यो घर र गाउँ जंगलको ओडार जस्तै लागेको छ। मलाई त मेरै श्रीमानको चिन्ता लागिरहेको छ। मेरा श्रीमान कहाँ बस्नुभयो होला, खाना खान पाउनु भयो भएन, राम्रोसँग सुत्नु भयो भएन भन्ने चिन्ताले मेरो हृदय नै चिरा परेको छ। प्रेमिकाको कुरा सुनेर प्रेमीले आश्चर्य मान्दै सोध्यो, साँच्चै तिम्रो श्रीमानको तिमीलाई त्यति धेरै माया लाग्छ? अरे बदमास, के तिमीलाई थाहा छैन प्रतिव्रता आइमाई कस्ती हुन्छन् भनेर? काठ व्यापारीको श्रीमतीले आफ्नो प्रेमीसँग सोधे। कस्ती हुन्छन् मलाई थाहा छैन, तिमी आफै बताइदेऊ। उसको प्रेमीले अज्ञानता देखाउँदै भन्यो। त्यसपछि त्यस आइमाईले भनी, आइमाई त्यही प्रतिव्रता हुन्छे जसले श्रीमानले रुखो वचन र रिसा र घृणाले भरिएका आँखा देखाउँदा पनि सधैँभरि मुस्कुराएर उसको स्वागत गर्छे। आफ्नो श्रीमान चाहे शहरमा बसोस् या जंगलमा, ऊ पापी होस् या दानी, जस्तो सुकै स्वभाव भए पनि जुन महिलाले आफ्नो श्रीमानलाई माया गर्छे त्यही महिला नै धेरै भाग्यमानी हुन्छे। आइमाईको वेशभूषा गरगहना जे भने पनि श्रीमान नै हो। श्रीमान बिना आइमाई जति सुन्दर भए पनि कुरूप नै मानिन्छे। तिमी त दुष्ट प्रेमी हौ। तिम्रो मन चञ्चल छ। तिमी आफ्नो क्षणिक आनन्दका लागि माया गर्छौ। आफ्नो स्वार्थ पूरा भएपछि टाउको फर्काएर जान्छौ। तिमी महिलालाई रमाइलोको साधन मात्र मान्छौ। एकछिन रोकिएर उसले फेरि भन्न थाली, मलाई मेरो श्रीमानको अति धेरै माया लाग्छ कि उनले चाहे मलाई बेचिदेऊन् या देवतालाई चढाउन् अथवा बाहुनलाई दान देऊन्, त्यति बेला पनि म मेरै श्रीमानलाई पूजा गरिरहनेछु। उनी बाँचे म बाँच्नेछु। यदि उनी मरिहाले भने म पनि उनैसँग सती जान्छु। यो मेरो प्रतिज्ञा हो। जुन आइमाई श्रीमानको आज्ञामा चल्छन् ती महिला मरेपछि पनि आफ्नो आत्माले सुख पाउँछ। जसरी सपेराले आफ्नो मन्त्रद्वारा दुलाभित्रको सर्पलाई बाहिर निकाल्छ, त्यसरी नै नर्कमा फसेको पतिलाई प्रतिव्रता आइमाईले निकाल्न सक्छ। महिलाका लागि सती यति धेरै महत्त्वको कुरा हो। जुन महिलाले मृत पतिको चितामा छाती जोडेर प्राण त्याग गर्छे, उसले सयौं पाप गरेकी भए पनि आफ्नो श्रीमानसँगै सिधै स्वर्गमा जान सक्छ।
आफ्नी पत्नीका कुरा सुनेर खाटमुनि लुकेको काठ व्यापारी खुसी हुँदै बाहिर निस्केर भन्यो, म कति भाग्य मानिरहेछु। मैले यति धेरै सुमधुर स्वर भएकी प्रतिव्रता, सधैँभरि श्रीमान चाहिरहने अनुशासित श्रीमती पाए। यति भनेर ऊ खाटैसित श्रीमती र उसको श्रीमानलाई उचालेर टाउकोमा राखी नाच्न थाल्यो। कथा सुनाउँदै सुगाले भन्यो, त्यसैले त म भन्ने गर्छु, अरूको झुटो प्रशंसा सुनेर खुसी हुनु हुँदैन। त्यसपछि त्यहाँका राजाले आफ्नो परम्परा अनुसार मलाई बिदावारी गरे। सुगा दूत भनेर मेरो पछि पछि आएको छ। यी सबै बुझेर तपाईँ जे गर्नुपर्छ गर्नुहोस्, बकुल्लाले भन्यो। बकुल्लाका कुरा सुनेर चखेवाले व्यङ्ग्य गर्दै भन्यो, महाराज, बकुल्लाले विदेशमा गएर पनि सकेसम्म राजाकै काम गर्यो। वास्तवमा मूर्खको यस्तै स्वभाव हुन्छ। सयौं दान गरेर भए पनि बुद्धिमानले हुन लागेको झगडालाई रोक्छन्, तर मूर्खहरूले बिना कारण व्यर्थमा झगडा निम्ताउँछन्। चखेवाका कुरा सुनिसकेपछि राजा हिरण्यगर्वले भने, जे भयो भइहाल्यो, उसलाई दोष दिनु पनि कुनै हालतमा राम्रो होइन। अहिले जुन परिस्थिति उत्पन्न भएको छ त्यसमा ध्यान देऊ। अब के गर्ने त्यसबारे विचार गर। चखेवाले हतपत भन्यो, महाराज, म मेरो सल्लाह हजुरलाई एकान्तमा दिनेछु। किन? राजाले सोधे। किनकि हाम्रा गोप्य कुरा समूहमा गरियो भने एक कान दुई कान मैदान गर्दै शत्रु पक्ष कहाँ पुग्छ। शत्रु पक्ष कहाँ पुग्यो भने उसले त्यही अनुसार तयारी गर्छ। मेरो विचारमा यो सल्लाह हामीले एकान्तमा बसेर गर्नु राम्रो हुन्छ। चखेवाले उत्तर दियो। राजा र मन्त्री बाहेक अरू सबै त्यहाँबाट उठेर अन्यत्र लागे। सबै गइसकेपछि चखेवाले भन्यो, महाराज, कसैले उक्साएकैले बकुल्लाले यस्तो परिस्थिति सृजना गरेको हुनुपर्छ। शत्रुका लागि बकुल्ला त्यसै पनि अत्यन्त काम लाग्दो छ। जसरी वैद्यका लागि रोगी, राज खानदानका मान्छेहरूका लागि रक्स्या र जुवाडे, विद्वानहरूका लागि मूर्ख, सज्जनहरूका लागि असल मान्छे नै जीविकाको माध्यम हुन्छ। हेर, जेसुकै भए पनि त्यसको निर्णय पछि गरौँला। अहिले त यस समस्यालाई कसरी पार लगाउने भन्ने विषयमा नै निर्णय गर्नुपर्छ, राजाले भने। महाराज, पहिले त एउटा गुप्तचर पठाएर शत्रुको बल र उसको कामको योग्यता जाँच्नुपर्छ। यसो गर्दा हामीलाई शत्रुको क्षमताबारे जानकारी हुन्छ। जुन राजासँग गुप्तचर हुँदैन त्यो त अन्धो समान हुन्छ। गुप्तचरबाट नै अर्को देशको काम र नीतिबारे जानकारी लिन सकिन्छ। तपाईँ कुनै गुप्तचरलाई उसको विश्वासिलो साथी लिएर जान भन्नुहोस्। उसले आफ्ना साथी मार्फत त्यहाँको गोप्य समाचार हामीलाई पठाउनेछ। गुप्तचर बस्नको लागि तीर्थस्थल, मन्दिर वा साधुहरूको आश्रम नै ठिक हुन्छ। त्यस्ता ठाउँमा तपस्वीको भेष धारण गरेर ज्ञान प्राप्त गर्ने न्युमा त्यस देशका गतिविधि र गोप्य सूचना जान्ने मौका पाइन्छ। गुप्तचर त्यही बसेर जलथलको निरीक्षण गर्न सक्छ। म त तपाईलाई बकुलालाई नै गुप्तचर बनाएर पठाउन सल्लाह दिन्छु। उसले आफूसँग अरू कुनै बकुला लिएर जाओस्। उनीहरूका परिवार दरबारमा आनन्दपूर्वक बस्न पाउन्। यो सबै काम एकदमै गोप्य तरिकाबाट हुनुपर्छ। यदि यो सबै योजना अरूको कानमा पर्यो भने त्यो गोप्य रहँदैन। त्यसैले राजाले यो काम निकै गोप्य तरिकाबाट गर्नु जरुरी हुन्छ। राजाले यस विषयमा मन्त्रीसँग छलफल र विचार विमर्श निकै गोप्य तरिकाबाट गर्नु राम्रो हुन्छ। नीतिज्ञहरूका अनुसार एक आपसमा भएको गोप्य छलफल जब बाहिर आउँछ त्यसपछि यति ठूलो समस्या आइलाग्छ कि त्यसलाई कहिल्यै सच्याउन सकिन्न। राजाले एकछिन सोचेर भने, गुप्तचर चाहिँ एकदम राम्रो भेटियो। मन्त्री चखेवाले चतुरतापूर्वक भन्यो, त्यसैले त युद्धमा जित पनि हाम्रै हुनेछ। यतिकैमा ढोकेले झुकेर प्रणाम गर्दै भन्यो, महाराज, जम्बू द्वीपबाट आएको सुगा ढोकामा बसिरहेको छ। राजाले चखेवातिर हेर्यो। चखेवाले ढोकेसँग भन्यो, उसलाई अतिथि गृहमा लगेर राख। केही समयपछि उसलाई दरबारमा लिएर आउनु। तपाईको जो आज्ञा भन्दै ढोके फर्कियो र सुगालाई अतिथि गृहतिर लग्यो। ढोके जाने बित्तिकै राजाले भन्यो, लडाई त आइ नै पो हाल्यो। महाराज, हामीले पहिले युद्धको घोषणा गर्नुहुन्न। जुन मन्त्री वा सेवकले विचार नगरिकन राजालाई युद्ध गर्न वा राज्य छाड्न सल्लाह दिन्छ त्यस्तो मन्त्री वा सेवक घृणित हुन्छ। शत्रुलाई जित्नका लागि युद्ध मात्र साधन होइन। युद्ध थालेपछि दुवै पक्षले जित्ने आकांक्षा पालेका हुन्छन्। त्यसैले कहिल्यै पनि पहिला आफूले युद्धको उद्घोष गर्नुहुन्न। मेरो विचारमा त शत्रुलाई मिठो बोलेर, पैसाको लोभ देखाएर, उनीहरूलाई आपसमा जुधाएर, छिन्न भिन्न पारेर आफ्नो अधीनमा पार्नुपर्छ। जबसम्म युद्ध मैदानमा उत्रिँदैन त्यति बेलासम्म जसले पनि आफूलाई सर्वशक्तिमान ठान्छन्, अर्को पक्षको शक्तिको पहिचान नगरी आफूलाई शक्तिशाली ठान्छन्। महाराज, ढुङ्गालाई काठको सहायताले जति सजिलै उठाउन सकिन्छ अरू कुनै वस्तुको सहायताले उठाउन सकिँदैन। सानो जुक्ति प्रयोग गरेर धेरै फाइदा हुने काम गर्नु नै राम्रो हुन्छ।
युद्धलाई सामना गर्ने उपाय निकाल्नुहोस्। जसरी खेतमा खनजोत गरेको केही समयपछि मात्र अन्न उब्जन्छ, त्यस्तै नीति बनाएर आत्मरक्षाको प्रयास गरियो भने त्यसको परिणाम पनि केही समयपछि मात्र निस्किन्छ, तुरुन्त होइन। बुद्धिमान व्यक्ति समस्यालाई टाढैबाट देख्नु अघि नै आफै सावधान हुन्छन् र यसबाट बच्ने उपाय गर्छन्। साथै समस्या आफ्नो टाउकोमा आएर डटेर मुकाबिला गर्छन्। त्यसैले म तपाईलाई उसको दूतलाई सम्झाइ बुझाइ रोक्नका लागि सल्लाह दिन्छु। त्यति बेलासम्म आफ्नो सुरक्षाका लागि चारैतिर तारबार गर्नुहोस्। युद्धका कला कौशल भन्दा पनि तारबारको महत्त्वपूर्ण भूमिका हुन्छ। जुन राजाले तारबार बिना लड्नुपर्छ उसको हार निश्चित हुन्छ। तारबार नभएको राजा जहाजबाट खसेको मान्छे जस्तै बेसहारा भएर मर्नुपर्छ। पहाड, नदी, कमजोर देश र घना जंगलको वरिपरि तारबार गरेर तोप, गोला, बारुदबाट सुसज्जित बनाउनुपर्छ। तारबार वरिपरि गहिरा खाल्डा खन्नुपर्छ। तारबार अग्लो बनाइनुपर्छ। तारबारभित्र युद्ध र खाद्य सामग्री प्रशस्त मात्रामा हुनुपर्छ। लम्बाई, चौडाई, अग्लो, होचो, पानी, वस्तु र इन्धन आउने जाने बाटो घेराबन्दी गर्नुपर्ने प्रमुख ठाउँहरू हुन्। मन्त्री चखेवाले राजालाई सम्झाउँदै भन्यो। चखेवाका कुरा सुनेर राजाले भने, तारबार गर्न कसलाई जिम्मा दिँदा राम्रो होला? जसलाई जे कामको बारेमा राम्रो ज्ञान हुन्छ त्यसलाई त्यही कामको जिम्मेवारी दिँदा राम्रो हुन्छ। अनुभव नभएको विद्वान पनि मूर्ख हुन्छ, किनकि उसले कुनै पनि काम समयभित्र गर्न सक्दैन। समयमा काम गरिएन भने बिग्रिन्छ। त्यसैले यस कामका लागि सारसलाई बोलाउनुपर्छ। आफ्नो कुरा राख्दै चखेवाले भन्यो। राजाले ढोकेलाई बोलाएर निर्देशन दिँदै भन्यो, तुरुन्त सारसलाई बोलाएर ल्याऊ। महाराजको जो हुकुम भनेर ढोके त्यहाँबाट हिँड्यो। केही समयपछि सारसले राजा समक्ष आउने अनुमति माग्यो। सारस आउने बित्तिकै राजाले आदेश दिँदै भन्यो, सारस, तिमी तत्काल तारबार गर। सारसले अनुरोध गर्दै भन्यो, महाराज, तारबार गर्नु भनेको त हामी सबैको रक्षा गर्नु हो। यो ताल एकदमै उत्कृष्ट छ। यसको मध्यभागमा हामीलाई चाहिने सम्पूर्ण सामान जम्मा गर्नु राम्रो हुन्छ। भोक लागेको बेलामा खानाको सट्टा मान्छेको मुखमा पैसा राखिदिएर भोक मेटिँदैन। रसहरू मध्येको सर्वोत्कृष्ट रस नुन हो। यसको संग्रह गर्नै पर्छ। नुन बिना कुनै पनि खानेकुरा खल्लो हुन्छ। सारसका कुरा सुनेर राजाले तुरुन्त तयार गर्न निर्देशन दियो। त्यतिकै बेला ढोके आएर भन्यो, महाराज, सिंहल द्वीपबाट एउटा काग आएको छ। उसको नाम मेघवर्ण हो। ऊ ढोकामा सपरिवार बसेको छ। उसले तपाईको दर्शन गर्न चाहेको छ। तपाईले अनुमति दिए बोलाएर ल्याउँछु, नभए अतिथि गृहमा लगेर राख्छु। मेरो विचारमा काग एकदम समझदार हुन्छ, साथै उनीकै बुद्धिमान पनि हुन्छ। त्यसैले उसले कुनै काम गर्नुभन्दा पहिले शत्रु पक्षको क्षमताको विषयमा निकै सोच विचार गर्छ। त्यसैले कागलाई आफ्नो पक्षमा तान्नु के उचित नहोला र? मेरो विचारमा त्यसो गर्नु नै बुद्धिमानी हुनेछ। राजाले आफ्ना कुरा राख्दै भन्यो। राजाले कुरा सक्ने बित्तिकै चखेवाले भन्यो, महाराजको कुरा त ठिकै हो, तर महाराजलाई के कुराको हेक्का हुन जरुरी छ भने काग पृथ्वीभरि निष्फिक्री घुम्ने पंक्षी हो। ऊ शत्रु पक्षसँग पनि मिलेको हुन सक्छ। मालिक, जुन राजाले आफ्ना मित्रहरू छाडेर शत्रु पक्षसँग मित्रता गाँच्छ उसले राज्य प्राप्तिका लागि बार्गेनिङ गर्छ। त्यस्तो राजा नीलवर्ण स्याल जस्तै मारिनुपर्छ। त्यो नीलवर्ण स्याल को थियो? त्यसको बारेमा बताउ न त। राजाले भने। चखेवाले, म कथा सुनाउँछु महाराज, सुन्नुहोस् भन्यो। ठिकै छ, ल सुनाऊ। राजाले अनुमति दियो। चखेवाले कथा सुनाउन सुरु गर्यो। अर्को कथा रहेको छ घर्ण घाटको। एउटा जंगलमा नीलवर्ण नाम गरेको एउटा स्याल बस्दथ्यो। एक्कासी उसको पछि केही कुकुरहरू लागे। त्यसैले ऊ कुकुरहरूबाट ज्यान बचाएर मध्यरातको अँध्यारोमा त्यहाँबाट भाग्यो। कुकुरहरूलाई धोका दिँदै एउटा धोबीको घरमा छिर्यो। धोबीको घरमा एउटा ठूलो भाँडामा नीलो रङ राखिएको थियो। स्याल त्यसैमा पस्यो। उसले भाँडाबाट बाहिर निस्कन निकै प्रयास गर्यो, तर सकेन। रात बित्दै गइरहेको थियो। स्याललाई आफू बेकारको समस्यामा फसे झैं लाग्यो। धोबी आयो भने मार्छ भन्ने डरले उसको होस हवास उडेको थियो। उसले निकै प्रयत्न गर्यो, तर जति गर्दा पनि नीलो रङ भएको भाँडोबाट बाहिर निस्कन सकेन। बिस्तारै बिहानको उज्यालो हुँदै गयो। उसले तन मन लगाएर कसरी बाँच्ने होला भनेर सोच्न थाल्यो। एक्कासी उसलाई एउटा जुक्ति सुझ्यो। ऊ मरे जस्तै गरेर भाँडोमा लतरङ्ग पल्टियो। केही समयपछि धोबी आयो। धोबीले स्याल मरेको सम्झेर भाँडाबाट निकालेर केही पर लगेर फ्याँकिदियो। धोबीले फ्याँक्ने बित्तिकै स्याल जुरुक्क उठेर जंगलतिर सुइँकुच्चा ठोक्यो।
वनमा गएर उसले आफ्नो शरीर हेर्यो। उसको सबै शरीर नीलै थियो। उसले सोच्यो, अब म नीलो रङ्गको भए, अब मैले किन यो नीलो शरीरको फाइदा नउठाउने। यस्तै सोचेर ऊ उठ्यो र अरू पशुहरू भएको ठाउँमा गएर भन्यो, वनदेवीले जंगलमा धेरै रुखहरूको रसले मलाई नुहाइदिन्। अब मेरो सुन्दर शरीर नीलो भयो। वनदेवीले आशीर्वाद दिँदै मलाई यस जंगलको राज्य सुम्पिन्। तिमीहरूलाई आजदेखि मेरो शासनमा अनुशासित भएर बस्न आदेश दिन्छु। तिमीहरूले अब आफूहरूलाई मेरा प्रजा सम्झनु। वनका सम्पूर्ण स्याल र अन्य पशुहरूले उसलाई प्रणाम गरे र वनदेवीको प्रतिनिधि सम्झेर उसलाई राजा स्वीकार गरी सम्मान सत्कार गर्न थाले। यसरी बिस्तारै वनैभरि उसको राज्य फैलिँदै गयो। बाघ, सिंह जस्ता बलवान मन्त्री पाएपछि उसले सभामा आफ्ना जात भाइहरू स्यालको उपेक्षा र अनादर गर्न थाल्यो। उसले स्यालको जातिसँग सम्बन्ध तोड्यो। एक दिन राजा कुरबुरको राज्यसभाको आयोजना गरियो। वनका सबै पशु त्यहाँ आएका थिए। कुरबुर अहंकारले गजक्क फुल्यो र आफ्ना साथी स्यालहरूलाई तिरस्कार गर्यो। उसको व्यवहार देखेर सबै स्याल दुखी भए। त्यतिकैमा एउटा बुढो स्यालले अरू स्याललाई सान्त्वना दिँदै भन्यो, तिमीहरू दुखी नहौ, त्यस मूर्खले हामीलाई यत्तिकै अपमान गरिरहेको छ। त्यसैले हामीले त्यसलाई सिद्ध्याउने उपाय निकाल्नुपर्छ। जंगलका सबै जनावर यसको नीलो अनुहारका कारण धोका खाइरहेका छन्। त्यही नीलो रौं भएकै कारण हामीले जंगलका सबै पशु सामुन्ने त्यसको रहस्य खोलिदिनुपर्छ। बुढाको कुरा सुनिसकेपछि एउटा स्यालले उत्सुक हुँदै सोध्यो, त्यसको लागि हामीले के गर्नुपर्छ बाजे? सबैले ध्यान दिएर सुन। आज हामीहरू एक ठाउँमा जम्मा भएर एकै स्वरमा कराउनुपर्छ। त्यतिबेला ऊ जातिगत स्वभावका कारण उठेर हाम्रो स्वरमा स्वर मिलाएर कराउन थाल्यो भने उसको पोल खोलिहाल्छ। जसरी भए पनि जंगली जनावर समक्ष हामीले त्यसको रहस्य खोलिदिनै पर्छ। बुढो स्याल आफ्ना साथीहरूसँग कुरा गरिरहेको थियो। त्यतिबेला सबै स्याल त्यहाँ जम्मा भइसकेका थिए। उनीहरू बिहानको सल्लाह अनुसार अलि पछाडि गएर एकैचोटि कराउन थाले। स्यालको स्वर सुनेपछि नीलो रौं भएको स्याललाई पनि छटपटी भयो। उसलाई पनि जातिगत स्वभावले चुप बस्न दिएन। त्यसैले जुरुक्क उठेर साथीहरूको तालमा हुआ गरेर स्वरमा स्वर मिलाउन थाल्यो। उसले त्यतिबेला आफूले आफैलाई स्वयं राजा घोषणा गरेको कुरा स्वाट्टै भुल्यो। वास्तवमा उसको शरीरको रङकै कारण बाघ, भालु समेतले धोका खाइरहेका थिए। उनीहरूले उसलाई स्याल नठानेर राजा नै मानेका थिए। कुरबुरको स्वर सुनेपछि सिंह लगायत सबै जंगली जनावरहरूलाई ऊ स्याल हो भन्ने थाहा भयो। उसले आफूलाई स्वयं राजा घोषणा गरेर सारा जंगलका जनावरहरूलाई ठगेको रहेछ। कथा सक्दै चखेवाले भन्यो, त्यसैले त म भन्ने गर्छु, आफ्नो पक्ष छोडेर आउने व्यक्तिको कुनै भरोसा हुन्न र यो पनि बुझ्नु जरुरी छ कि जसको जस्तो स्वभाव छ त्यो उसको जिन्दगीभरि छुट्न गाह्रो हुन्छ। के हामीले कुकुरलाई राजा बनायौं भन्दैमा उसले हड्डी चपाउन छाड्छ र? जसरी आगो सुकेको मुढभित्र पसेर त्यसलाई भस्म पार्छ, त्यसरी नै शत्रुले घरको सम्पूर्ण रहस्य पत्ता लगाउँछ र अन्त्यमा त्यही घरलाई ध्वस्त बनाउँछ। तिमीले भनेको ठिकै होला, तर टाढाबाट आएको पाहुनाको सेवा सत्कार त गर्नै पर्यो नि। उसलाई आफूसँग राख्ने कि नराख्ने भन्ने विषयमा सल्लाह त पछि गरौँला नि, राजाले भन्यो। राजाका कुरा सुनिसकेपछि चखयाले भन्यो, महाराज, गुप्तचरहरू पनि गइसके, तारबार पनि भइसक्यो, अब सुगाको पालो छ, उसलाई बोलाउनै पर्छ। तपाईले आफ्ना सेनाको घेरामा बसेर उसँग टाढैबाट कुराकानी गर्नुहोला। तपाईलाई थाहै हुनुपर्छ, चाणक्यले आफ्नो दुष्ट दूतका दुवै नाडी काटिदिएका थिए। सबै योजना बनाएर राजहाँसले सभा बोलायो। त्यस सभामा काग र सुगालाई पनि बोलाइयो। सुगा हिरण्यगर्भ राजहाँस बसेको आसनभन्दा टाढा टाउको ठाडो पारेर ढुक्कसँग बस्यो र भन्यो, हे राजा हिरण्यगर्भ, महाराज धीराज श्रीमान चित्रवर्णले तपाईलाई सन्देश पठाउनु भएको छ। यदि पैसा र प्राणको माया छ भने तत्काल मेरो चरणमा परेर प्रणाम गरोस्, होइन भने नत्र भने के त? राजा हिरण्यगर्भको रिसको पारो चढिसकेको थियो। होइन भने यो ठाउँ छोडेर अर्को ठाउँमा बस्ने विचार गर, दूतले जवाफ दिँदै भन्यो। दूतका कुरा सुनेर राजा हिरण्यगर्भले रिसले चुर भएर भन्यो, के यहाँ मेरा मान्छे कोही छैन कि क्या हो, जसले यस दुष्टको घाँटी अट्याएर सभास्थलबाट बाहिर निकालोस्? मेघवर्ण कागले जुरुक्क उठेर भन्यो, महाराज, तपाईँ आज्ञा दिनुहुन्छ भने म यस दुष्ट सुगालाई अहिले नै मारिदिन्छु। राजा र कागलाई शान्त पार्दै चखुवाले भन्यो, केही गर्नुभन्दा पहिले मेरो कुरा त सुन्नुहोस्। अब सुन्नुको अर्थ नै के छ र? राजाले रिसले क्रूर हुँदै भने, महाराज, जुन सभामा वृद्ध हुँदैन त्यो सभा नै हुँदैन। जसले धर्म भन्दैन त्यो वृद्ध होइन, त्यो छल होइन,
जुन छलयुक्त हुन्छ। जस्तोसुकै दुश्मनको दूत भए पनि उसलाई मार्नु सरासर गलत हुन्छ, किनकि दूत भनेको राजाको मुख जस्तै हो। दूतले आफ्नो राज्यको नियम विपरीत केही पनि गर्न सक्दैन। दूतको मुखबाट आफ्नो बारेमा नराम्रो र शत्रुको बारेमा प्रशंसा सुनेर कुनै पनि राजाले आफ्नो दूतलाई विश्वास गर्न सक्दैनन्। दूतलाई आफूलाई मारिँदैन भन्ने थाहा हुन्छ, त्यसैले त ऊ राजाका अगाडि पनि निर्धक्कसँग बोल्न सक्छ। चखेवाका कुरा सुनेर राजा र काग शान्त भए। सुगा पनि त्यहाँबाट बाहिरियो। चखेवाले सुगालाई बोलाएर सम्झाउँदै स्वर्णभूषण आदि दिएर विदा गर्यो। त्यहाँबाट सुगा विन्ध्याचल पुगेर आफ्नो राजा चित्रवर्णलाई सलाम गर्यो। सलाम स्वीकार्दै राजा चित्रवर्णले भन्यो, प्यारो सुगा, के समाचार छ? त्यो कस्तो देश रहेछ? महाराज, त्यो कर्पूर देश त स्वर्गको एउटा टुक्रा हो र त्यहाँका राजा दोस्रा इन्द्र। त्यहाँको प्रशंसा गरी साध्यै छैन। अब त युद्धको तयारी गरिहाल्नुहोस्, सुगाले राजासँग भन्यो। सुगाका कुरा सुनेर राजाले सबै सभासदलाई बोलाएर छलफल सुरु गर्यो। राजाले सभालाई सम्बोधन गर्दै भन्यो, तपाईहरू कसरी युद्धको तयारी गर्ने भन्ने विषयमा आफ्ना सुझाव दिनुहोस्। युद्ध त अनिवार्य नै गर्नुपर्ने भयो। शास्त्रमा नै लेखिएको छ, असन्तोषी ब्राह्मण, थोरै कुरामा सन्तोष मान्ने राजा, लाज मान्ने वेश्या र कुलीन घरकी आइमाईको लज्जाहीनता अनिष्टकारी हुन्छ। राजाले कुरा सक्ने बित्तिकै दूरदर्शी नाम गरेको गिद्धले भन्यो, महाराज, जबसम्म योजना र राज्यका अधिकारीहरू अनुकूल हुँदैनन् त्यति बेलासम्म युद्ध छेड्नु मूर्खता हुन्छ। युद्ध त्यति बेला गर्नुपर्छ जति बेला साथीभाइ, इष्टमित्र र मन्त्रीहरू तन मनले शत्रुको विरुद्धमा लड्नका लागि साथ दिन तयार हुन्छन्। अर्को राज्य, साथी र सैनिक, यी तीन कुरा लडाईका बिउ हुन्। यी तीन कुरा निश्चित भएपछि मात्र युद्धको उद्घोष गर्नुपर्छ। राजाले फेरि उत्सुक हुँदै भन्यो, मन्त्री, पहिले मेरो सेनालाई हेर, त्यसपछि उनीहरूको कार्यक्षमता जाँच र एकजना ज्योतिषीलाई बोलाऊ। उनले नै लडाईँ सुरु गर्ने राम्रो तिथि हेरिदिन्छन्। मन्त्रीले फेरि विनम्रतापूर्वक भन्यो, तैपनि सोच विचार नगरी अचानक यात्रा सुरु गर्नु राम्रो होइन। जसले शत्रु पक्षको क्षमता नबुझी युद्ध सुरु गर्छ ऊ अवश्य मारिन्छ। राजाले जङ्गिँदै भन्यो, मन्त्री, तिमी मेरो उत्साहलाई भङ्ग गर्ने कोसिस नगर, त्यही मात्र कुरा गर जसबाट मेरो विजय इच्छा पूरा हुन्छ। गिद्धले भन्यो, म त्यही चाहन्छु, त्यही गर्नु नै फाइदाजनक हुन्छ। तिमीले के भन्न खोजेको? राजाले सोध्यो। त्यसपछि गिद्धले भन्यो, जसरी औषधिको ज्ञानले मात्र रोग निको हुन्न, त्यसरी नै शास्त्रको ज्ञान नभई व्यवहारमा लागू गर्न खोज्नु बेकार हुन्छ। राजाको निर्देशन अवज्ञा गर्नु हुँदैन। जस्तो सुनेको छु त्यस्तै गर्छु। तपाईँ ध्यान दिएर सुन्नुहोस् महाराज। सुनाऊ, राजाले उत्सुक हुँदै भन्यो। महाराज, नदी, पहाड, वन तथा खतरनाक ठाउँ जहाँ जहाँ बढी डर हुन्छ त्यहाँ सेनापतिहरूले आफ्ना टुकडीहरू सम्हाल्नुपर्छ। प्रधान सेनापति धेरैभन्दा धेरै योद्धाको नेतृत्व गरेर सबैभन्दा अघि लाग्नुपर्छ। बीचमा आइमाई, तपाईँ, खरखजना र कमजोर सैनिक हिँड्नुपर्छ। दायाँ बायाँ दुवैतिर घोडा, घोडाभन्दा पछि रथ र रथको दुवैतर्फ हात्ती र हात्तीको छेउमा पैदल यात्री। सेनापति भन्दा पछिल्लो पंक्तिका कमजोर पुरुषहरूलाई बिस्तारै राजा र मन्त्रीहरूसँगै साहस र हिम्मत बढाउँदै लानुपर्छ। जहाँ खाल्लाखुल्ली परेको जमिन छ, खोल्साखोल्सी छ र पहाड नागेर जानुपर्ने छ, त्यस्तो ठाउँ हात्ती चढेर पार गर्नु राम्रो हुन्छ। समथर भूभागमा घोडामा यात्रा गर्नुपर्छ। नदीनाला जताततै पैदल सैनिकहरू फिजाएर यात्रा गर्दा राम्रो हुन्छ। यात्रा गर्दा जस्तो मौसम हुन्छ त्यस्तै अनुकूल गर्नुपर्छ। यदि झरी लागेको छ भने हात्तीमा यात्रा गर्नुहोला। जाडो या गर्मी मौसम भए घोडा र पैदल यात्रा गर्दा राम्रो। पैदल हिँड्न सेनाहरूका लागि जुनसुकै मौसम राम्रो हुन्छ। पहाड र जंगलको बाटोमा राजाले आफ्नो सुरक्षाको विशेष व्यवस्था मिलाउनुपर्छ। राजा सेनाको घेरामा बसेर भए पनि सुरक्षित हुनुपर्छ। राजाले जहिले पनि शत्रुको गठलाई घेरेर ध्वस्त पारी उनीहरूलाई सिद्ध्याउनुपर्छ, होइन भने गिरफ्तार गरी बन्द बनाउनुपर्छ। शत्रुको क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिला जंगली जनावरहरूलाई अगाडि पठाएर बाटो बनाउनुपर्छ। जहाँ राजा बस्छन् त्यहाँ खर खजना प्रशस्त हुनुपर्छ। खर खजना बिनाको राजाको कुनै महत्त्व हुँदैन। राजाले हिम्मतहार सेनालाई प्रशस्तै पैसा दिनुपर्छ। धन दिने राजाका लागि नै सेनाहरू ज्यान फालेर लड्न तयार हुन्छन्। महाराज, मान्छे मान्छेको दास होइन, मान्छे धन सम्पत्तिको दास हो। धन सम्पत्तिकै कारणले मान्छे सानो ठुलो हुन्छ। आपसमा मिलेर शत्रुसँग लड्नुपर्छ, एक अर्काको रक्षा गर्नुपर्छ। राजाले पैदल सेनालाई सबभन्दा अगाडि राख्नुपर्छ। शत्रुलाई चारैतिरबाट घेरेर लुटपाट गर्नुपर्छ, जसको कारणले उसको शक्ति कमजोर हुँदै जान्छ। शत्रु पक्षको खाद्य सामग्री र पानीलाई दूषित पारिदिनुपर्छ।
ताल, पोखरी र इनार वरिपरिका तारबार र पर्खाललाई तोडफोड गरिदिनुपर्छ। सेनामा बलको हिसाबले हात्ती नै सर्वोच्च हुन्छ। उसले आफ्ना 8 अङ्गबाट युद्ध लड्छ। सेनाहरूलाई चारैतिरबाट घोडचढी सेनाले घेर्नुपर्छ। जुन राजासँग प्रशस्त घोडा हुन्छ उसले युद्धस्थल सजिलै जित्न सक्छ। घोडामा चढेर युद्ध लड्नेसँग देवता पनि आड्छ, किनकि शत्रुले धेरै टाढा देख्दा देख्दै ऊ नजिक पुगिसकेको हुन्छ। पैदल सेनाको काम चाहिँ सबभन्दा अगाडिको मोर्चामा लड्दै बाटो सफा गर्दै सम्पूर्ण सैनिक दस्तालाई जोगाउनु हो। सबभन्दा उत्तम सेना त्यही हो जसमा सबभन्दा बढी क्षत्रिय हुन्छन्। स्वभावमा साहसी र हतियार चलाउनुमा सिपालु, युद्धमा ढाँट नफर्काउने परिश्रमी, वीरतामा प्रसिद्धि कमाएको सेनालाई विद्वानहरू पनि राम्रो मान्छन्। यो पनि बुझिराख्नुहोस्, संसारमा सबै व्यक्ति सम्मानका भोका हुन्छन्। राजाबाट सम्मान पाएर जति मान्छे लड्छन् त्यति त पैसा पाएर पनि लड्दैनन्। कमजोर सेनाभन्दा बलवान सेना नै राम्रो हुन्छ। युद्धमा कमजोर सेनाले मैदान छाडेर भाग्यो भने लडिरहेको बलवान सेनाको उत्साह पनि कमजोर हुँदै जान्छ। सेनाको मनोबललाई उच्च राख्नका लागि राजाले 5 कुरामा ध्यान दिनुपर्छ। कहिले पनि निराश हुनुहुन्न। योग्य सेना मात्र भर्ती गर्नुपर्छ। तलब दिने बेलामा टालटुल गर्नुहुन्न। दिएको पैसा फिर्ता लिनुहुन्न र सेनाको दुःख कष्टलाई सामना गर्न सदैव तत्पर रहनुपर्छ। विजयको आकांक्षा राख्ने राजाले आफ्ना सेनालाई बाटोमा आराम गर्न दिनुपर्छ। लामो समयसम्म लगातार हिँडेर थाकेको सेनाले हार्ने सम्भावना बढी हुन्छ। शत्रु पक्षलाई जित्ने सबभन्दा सजिलो उपाय भनेको उसका सेना र भाइ भारदारमा फाटो पार्नु हो। यो काम सतर्कतापूर्वक गरियो भने शत्रु पक्ष आफैमै लडेर आफै सिद्धिन्छन्। शत्रुलाई जित्नका लागि उसका पक्षहरूलाई विभिन्न लोभ लालच देखाएर आफ्नो पक्षमा ल्याउनुपर्छ, जसको कारण उनीहरू बीच अविश्वास पैदा भई आपसमै कारमाट गर्न थाल्छन्। शत्रु पक्षको युवराज तथा मुख्यमन्त्रीसँगको गोप्य सम्झौताले शत्रु कमजोर हुन्छन् र आफ्नै पक्षका विद्रोहकै हातबाट मारिन्छन्। जसरी गाईलाई दाम्लोले बाँधिन्छ त्यसरी नै शत्रुका सहयोगीहरूलाई आफूतिर तानेर मार्नुपर्छ। राजाले शत्रुको देशलाई उजाड पारेर त्यस देशका जनतालाई आफ्नो देशमा ससम्मान सुविधा दिएर राख्नुपर्छ। यसरी राखिएका जनताबाट देशको आय स्रोत बढ्छ। राजाले जहिले पनि आफ्नो फाइदा र शत्रुको बेफाइदाको लागि काम गर्नुपर्छ। बुद्धिमानले यही नीति अँगालेर आफ्ना चलाखी दर्शाउँछन्। यति भनेर मन्त्री गिद्ध चुप लाग्यो। मन्त्रीका कुरा सुनिसकेपछि राजा चित्रवर्णले भन्यो, तपाईले सम्पूर्ण आवश्यक कुरा बताउनु भयो, तर मर्यादाको बन्धनबाट स्वतन्त्र पराक्रम अलग हुन्छ र शास्त्रले बाँधिएको पराक्रम बेग्लै हुन्छ। उज्यालो र अँध्यारो एकसाथ हुन असम्भव हुन्छ। त्यसैले युद्धमा नीति विरुद्ध कहिल्यै चल्नुहुन्न। यति भनेर राजा चित्रवर्ण ज्योतिषीद्वारा निश्चित गरिएको साइतमा युद्धका लागि सेनासहित बिदावारी भए। उता प्रधान गुप्तचरहरू पठाएको दूतले हिरण्य गर्भ समक्ष आएर सूचना दिँदै भन्यो, महाराज, राजा चित्रवर्ण आफ्नो सेनासहित यहाँ आइपुग्नै लागे। यति बेला उनी अलप पर्वतको अग्लो भूभागमा आफ्नो सेनासहित कब्जा जमाएर बसेका छन्। तपाईँ आफ्नो तारबारको निगरानी बारम्बार गराउनुहोस्, किनकि उनका मन्त्री दूरदर्शी गिद्ध हुन्। उनीहरूको गोप्य वार्ताबाट मैले जानकारी पाए अनुसार उनीहरूले आफ्ना गुप्तचर पहिले पठाएर हाम्रो तारबारको बारेमा महत्त्वपूर्ण जानकारी लिइसकेका छन्। गुप्तचरहरूले यहाँका छिनछिनका खबर उहाँ पुर्याइरहेका छन्। त्यतिकैमा चखेवाले भन्यो, महाराज, त्यो गुप्तचर अरू कोही नभएर अवश्य पनि मेघवर्ण नाम गरेको काग हुनुपर्छ। चखेवाका कुरा सुन्ने बित्तिकै राजाले भने, होइन, यस्तो कदापि हुन सक्दैन। यदि यस्तो हुन्थ्यो भने यस सुगालाई त्यस दरबारमा किन अपमानित गरिन्थ्यो र? त्यसै पनि ऊ त त्यही बेलादेखि शत्रुसँग लड्नका लागि उत्साहित छ। काग त पहिलेदेखि यहीँ बसिरहेको छ, फेरि ऊ यसो किनै पो गर्थे र? यसो गर्दा उसलाई किनै पो फाइदा हुन्छ र? चखेवाले चलाकीपूर्वक भन्यो, तैपनि महाराज, यस्तो बेलामा पर्ने हरेक समस्याले शङ्का उत्पन्न गर्छ। चखेवाको स्वरमा स्वर मिलाउँदै मन्त्रीले भन्यो, यस्तो बेलामा जोसुकैलाई पनि शङ्का गर्नुपर्ने हुन्छ। उनीहरूका कुरा सुनेर राजा हिरण्यगर्भले भन्यो, कहिलेकाहीँ यस्तो समयमा आउनेहरू पनि निकै हितकारी हुन्छन्। भलो चाहने शत्रु पनि मित्र नै हुन्छन्। अहित चिताउने मित्र पनि शत्रु हुन्छ। जसरी शरीरभित्र उत्पन्न भएको रोग प्राणघातक हुन्छ, तर वनमा उम्रिएको जडीबुटी चाहिँ प्राण रक्षक हुन्छ। शूद्रक नाम गरेको राजाको सेवकले छोटो समयमै आफ्नो छोरा दिएको थियो। किननि यो कस्तो कथा हो? चखेवाले राजासँग सोध्यो। राजाले भन्यो, सुन, म एउटा कथा सुनाउँछु।
दर्शक तथा श्रोतावृन्द, लागौं आजको लागि तेस्रो कथातर्फ। शीर्षक कर्तव्य परायणता। धेरै समय पहिलेको कुरा हो। मैले राजा शूद्रकले पौडी खेली रमाइलो गर्ने पोखरीमा बस्ने कर्पूर केली नाम गरेको राजहाँसकी छोरी कर्पूर मञ्जरीसँग प्रेम गर्न थालेको थिएँ। एक दिन वीरवर नाम गरेको राजकुमार कतैबाट त्यहाँ आइपुग्यो। उसले राजाको दरबारमा आएर ढोकेसँग भन्यो, म एकजना राजकुमार हुँ। म रोजगारीको खोजीमा यहाँ आएको हुँ। कृपया मलाई तिमी राजासँग भेट गराइदेऊ। ढोकेले उसलाई राजासँग भेट गराइदियो। राजकुमारले राजासँग भेटेर भन्यो, महाराज, यदि तपाईँ मलाई सेवक बनाएर राख्नुहुन्छ भने मेरो तलबको पनि निदो गरिदिनु पर्यो। राजा शूद्रकले राजकुमारलाई सोध्यो, तिमी कति तलब चाहन्छौ? राजकुमार वीरबलले उत्तर दिँदै भन्यो, महाराज, मलाई त 500 मुद्रा प्रतिदिन चाहिन्छ। फेरि राजाले सोध्यो, तिमी सेवा गर्दा कुन कुन साधन प्रयोग गर्छौ? वीरबलले जवाफ दिँदै भन्यो, महाराज, मेरा 2 हात र एउटा तरबार मात्र प्रयोग गर्छु। वीरबरका कुरा सुनिसकेपछि राजाले भन्यो, त्यसका लागि यति धेरै तलब दिन सकिँदैन। राजाले नस्वीकारेपछि राजकुमार राजालाई झुकेर प्रणाम गर्दै त्यहाँबाट बिदावारी भएर बाहिरियो। राजा शूद्रकका मन्त्रीहरूले वीरबरका कुरा सुनेर राजालाई सुझाव दिँदै भने, महाराज, यस युवराजलाई मात्र 4 दिनको तलब दिएर नियुक्ति गर्दा राम्रो हुन्छ। 4 दिनसम्म उसको काम हेरेर ऊ कस्तो खालको व्यक्ति हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ। मन्त्रीका कुरा सुनिसकेपछि राजाले सेवकलाई हराएर वीरबरलाई फर्काउन लगायो। युवराजलाई 4 दिनका लागि आफ्नो सेवकमा नियुक्त गर्यो। युवराज आउने बित्तिकै उसको पिछा गर्न राजाले गुप्तचर खटायो। गुप्तचरले युवराजका दिनभरिका सम्पूर्ण गतिविधि साँझ राजालाई बताउँथे। चौथो दिन गुप्तचरहरूले राजालाई सुनाए, महाराज, वीरबरले आफ्नो तलबको आधा भाग पूजापाठमा खर्च गरे। बाँकी रहेको आधी पैसाबाट देशका दुखी, गरिब र निमुखालाई सहयोग गरे। त्यसपछि बचेको पैसा मात्र उनले आफ्नो लागि खर्च गरे। यसरी उनले 4 दिनको तलब खर्च गरे। उनी रात दिन तरबार ठाडो पारेर राजढोकामा उभिरहन्थे। उनी तपाईले जाऊ भनेपछि मात्र घर जान्थे। एक दिन औँसीको काल रात्रिको मध्यरातमा राजा शूद्रक आफ्नो ओछ्यानमा मस्तसँग निदाइरहेका थिए। कोही रोइरहेको आवाज सुनेर उनको निन्द्रा एक्कासी भङ्ग भयो। उनी जुरुक्क उठेर टुसुक्क भुइँमा बसे। उनले एउटी महिला रोइरहेको सुने। आइमाईको कारुणिक स्वर सुनेर राजाले ढोकामा को छ र भनेर बोलाए। महाराज, म छु, वीरबरले उत्तर दियो। राजाले आदेश दिँदै भने, गएर हेर त मध्यरातमा यसरी को रोइरहेको छ? महाराजको जो हुकुम भनेर वीरबर कतै सोच विचारै नगरिकन त्यहाँबाट हिँडिहाल्यो। वीरबर त्यहाँबाट हिँडेको केही समयपछि राजाको मनमा मैले यस्तो मध्यरातमा घनघोर जंगलमा वीरबरलाई एक्लै पठाएर राम्रो काम गरिन भन्ने आयो। भविष्यको कुरा कसले के जानेको हुन्छ र? वीरबरलाई जंगलमा भयंकर समस्या पर्न के बेर? यही सोचेर राजा चित्र भर्न जुरुक्क उठे र तरबार लिएर चुपचाप वीरबरका पछि पछि लागे। राजाले मध्यरातमा घना जंगलको बीचमा बहुमूल्य गहनाले छपक्कै ढाकिएकी एउटी सुन्दर युवती टुसुक्क बसेर रोइरहेको देखे। वीरबर युवतीको छेउमा गएर उसलाई सान्त्वना दिँदै भन्यो, हे सुन्दरी, तिमी को हौ र किन यस्तो घनघोर जंगलमा मध्यरातमा एक्लै बसेर रोइरहेकी छौ? म राजा शूद्रकी राज्यलक्ष्मी हुँ। लामो समयदेखि त्यही अधिकारमा छु। अब चाहिँ कहीँ अन्यत्र जान चाहन्छु। सुन्दर युवतीले वीरबरलाई जवाफ फर्काई, तपाईँ यो राज्य छोडेर किन जाँदै हुनुहुन्छ? यो त यस राज्यको लागि सबभन्दा ठूलो नोक्सानी हो। के यसबाट बस्ने कुनै उपाय छैन? वीरबरले सोध्यो। जवाफमा उसले भने, हो, एउटा उपाय छ। के तिमी त्यो उपाय गर्न सक्छौ? किन नसक्नु? मैले जसको दाना पानी खाएको छु त्यसका लागि जे पनि गर्न सक्छु। वीरबरले युवतीलाई जवाफ दियो। त्यसो भए सुन, तिमीले तिम्रो छोरा शक्तिधर बलिमाता भगवतीलाई चढाइदेऊ। राज्यलक्ष्मीले भने, यो त कुनै ठूलो कुरै होइन, तपाईको आज्ञा सिरो पर्छ। वीरबरले भन्यो। वीरबरका कुरा सुनेर राज्यलक्ष्मी अन्तर्ध्यान भए। वीरबर त्यति नै बेला आफ्नो घरतिर लाग्यो। राजा शूद्रक पनि उसकै पछि पछि गयो। घर गएर वीरबरले श्रीमती र छोरालाई जगायो। उसले राज्यलक्ष्मीसँग भएका सबै कुरा आमा छोरालाई सुनायो। बुबाका कुरा सुनेर शक्तिधरले खुसी हुँदै भन्यो, बुबा, म एकदम भाग्यमानी रहेछु, किनकि आज मैले आफ्नो देश र राजाको काममा उपयोग हुन पाएको छु। अब तपाईले एकछिन पनि ढिलो नगरी भगवती माताको मन्दिरमा लैजानुहोस्। राम्रो कामका लागि प्राण त्याग कुनै ठूलो कुरा होइन।
शास्त्रमा पनि लेखिएको छ, बुद्धिमान मान्छेले सेवाको लागि तन, मन र धन सबै गुमाउन तयार हुनुपर्छ। छोराले कुरा सुन्ने बित्तिकै वीरवरकी श्रीमतीले हिम्मत साथ भनी, यति गरेनौ भने त यति ठूलो तलबको ऋण कसरी चुक्ता हुन्छ? आमा छोराका कुरा सुनिसकेपछि वीरवरले लामो सास तान्दै भन्यो, मैले तिमीहरू आमा छोराबाट यही कुराको आशा गरेको थिएँ। वीरवर आमा छोरालाई लिएर भगवानको मन्दिरमा गयो। राजा पनि उनीहरूको पछि लाग्यो। ऊ पर्खालमा लुकेर उनीहरूका गतिविधि हेरिरहेको थियो। वीरवरले आफ्नो छोरालाई माता भगवतीको चरणमा राख्यो र भन्यो, माता भगवती, तपाईँ खुसी हुनुहोस्। महाराज, शूद्रको जय होस्। मेरो छोरो शक्तिधर तपाईको चरणमा बलिका लागि हाजिर छ, तपाईँ यसलाई स्वीकार्नुहोस्। यति भनेर वीरवरले आफ्नो छोराको गर्दन तरबारले छप्काइदियो। यति गरेपछि केही समय शान्त मुद्रामा उभिरह। त्यसपछि उसले सोच्न थाल्यो, मैले राजाबाट लिएको धनको ऋण त चुकाएँ, छोरा बिनाको मेरो जीवन पनि निरर्थक छ। के मेरो जीवनमा यति धेरै भाग्यमानी र पिताभक्त छोरा प्राप्त होला? छोराविहीन भएर यस धरतीमा जिउनुको के मतलब हुन्छ र? यही सोचेर वीरवरले त्यही तरबारले आत्महत्या गर्यो। छोरा र श्रीमान गुमाएकी एक्ली आइमाई कसरी जिउन सक्छ र? उसले पनि आफ्नो गर्दन छप्काएर पति र पुत्र भक्त धर्म निभाई। यो सबै दृश्य हेरिरहेको राजाले आश्चर्य मान्दै सोचिरहेको थियो। उसले सोच्यो, म जस्तो निज प्राणी त यस संसारमा जन्मन्छन् र मर्छन् पनि, तर वीरवरको परिवार जस्तो मान्छे न संसारमा छन् न हुने नै छन्। त्यसैले यस्ता महापुरुषहरू नभएको सुन्ने राज्यबाट मैले किनै पो लिनु दिनु छ र? मैले अब राज्यको भोग गरेर किनै पो गर्छु र? मैले पनि आफै बलिमा चट्नु राम्रो हुन्छ। त्यसपछि उसले आफ्नो गर्दन छप्काउनका लागि तरबार उठायो। त्यति नै बेला माता दुर्गा प्रकट भएर उसको हात समात्दै भनिन्, हे छोरा, म तिमीबाट निकै खुसी छु। अब यसरी गर्दन छप्काउने चेष्टा नगर। तिम्रो जीवनको अन्त्य भए पनि तिम्रो राज्यको अन्त्य हुने छैन। राजाले आफ्नो अगाडि भगवती मातालाई देखेपछि उनलाई प्रणाम गर्दै भन्यो, माता, मलाई राजा र आफ्नो जीवनको कुनै लोभ छैन। यदि तपाईँ मसँग यति धेरै खुसी हुनुहुन्छ भने मेरो बाँकी आयु वीरवर र उसकी श्रीमती र छोरालाई बाँडिदिनुहोस्। यदि तपाईँले त्यसो गर्नु भएन भने म पनि उनीहरूले जस्तै प्राण त्याग्नेछु। राजाको कुरा सुनेर माता भगवतीले भनी, हे छोरा, म तिम्रो साहस र सेवकप्रति प्रेम भाव देखेर निकै खुसी छु। तिमी विजय भयो। वीरवर र उसका परिवार पनि जीवित हुनेछन्। यति भनेर माता भगवती अन्तर्ध्यान भइन्। वीरवर आफ्नी श्रीमती र छोरासँगै घर फर्कियो। राजा पनि उनीहरूबाट छलिएर दरबारतिर हिँड्यो। अर्को बिहान मिरमिरेमै वीरवर दरबारको ढोकामा उभिरहेको थियो। त्यति नै बेला राजाले उसलाई बोलाएर सोध्यो, वीरवर, मध्यरातमा घन जंगलको बीचमा अलाप बिलाप गरेर रुने आइमाई को रहेछ? वीरवरले हात जोड्दै उत्तर दियो, महाराज, बिलाप गर्ने आइमाई मलाई देखेर अदृश्य भई, अरू त्यहाँ केही थिएन। वीरवरका कुरा सुनिसकेपछि राजाले मनमा नै सोच्यो, यस महान आत्माको कसरी प्रशंसा गर्ने होला? भनिन्छ, उदार मन भएको मान्छे मिठो बोली बोल्छन्। आफ्नो बहादुरी र बलिदानको प्रशंसा आफै गर्नुहुन्न। दानी व्यक्तिले खराब व्यक्तिलाई दान दिनुहुन्न। बुद्धिमान व्यक्ति कठोर हुनुहुन्न। महापुरुषमा हुने यी सबै लक्षण वीरवरमा छ। यही सोचेर राजाले साँझपख विद्वानको एउटा सभा बोलायो र रातमा भएका सबै घटना सुनायो। त्यसपछि खुसी भएर वीरवरलाई कर्नाटकको राज्य दियो। कथा सुनाउँदै हिरण्यगर्भले भन्यो, ल भन, आगन्तुक कुन जाति र स्वभावका कारणले दुष्ट हुन्छ? म त भन्छु यिनीहरूमा पनि उन्नत, मध्यम र अधम सबै श्रेणीका मान्छेहरू हुन्छन्। राजाको कुरा सुनिसकेपछि चखेवाले भन्यो, महाराज, जुन मन्त्रीले राजाको नराम्रो कामलाई पनि राम्रो मान्छ त्यो दुष्ट हुन्छ। महाराज, मालिकको मन दुखी हुनु स्वाभाविक हुन्छ, तर गलत उपदेश दिएर मालिकको विनाश निम्त्याउनु गलत हुन्छ। जुन राज्यका वैद्य, गुरु र मन्त्री सधैँभरि राजालाई राम्रो लाग्ने कुराको चक्करमा लाग्छन्, त्यो राजा शरीर, धर्म र हात हतियारबाट तत्काल खाली हुन्छ। सुन्नुहोस् महाराज, जुन वस्तु कसैले उसको कर्मबाट पाउँछ त्यो वस्तु मलाई पनि प्राप्त हुन्छ भनेर कहिल्यै सोच्नुहुन्न। धेरै लोभ गर्दा एकजना हजामले भिखारीलाई मारेर स्वयं आफैले पनि मृत्युवरण गर्नु परेको थियो। यो कस्तो कथा हो? हिरण्यगर्भले सोध्यो। ध्यान दिएर सुन्नुहोस् महाराज, म कथा भन्न सुरु गर्छु। बाँकीको कथा भोलिको भिडियोमा अवश्य ल्याउनेछु। तपाईलाई आजका कथा श्रृङ्खला के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, आफू छ कागत, ठुलो छ तागत के हो? र यसको सही उत्तर हो रुपैयाँ, पैसा वा नोट।
अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ वनतिर जाँदा घरतिर मुख, घरतिर आउँदा वनतिर मुख के हो? प्रश्न एकपटक फेरि, वनतिर जाँदा घरतिर मुख, घरतिर आउँदा वनतिर मुख के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक तथा श्रोताज्यूहरूको नाम अनि कमेन्ट वाचनतर्फ। अर्जुन सेन्चुरीज्यू लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद जमिन सर, हजुरले मेरो अनुरोधमा जनावरको कथा वाचन गरिदिनु भएकोमा धेरै आभारी छु सर, हजुरप्रति भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी ग्रेस करुणाज्यू लेख्नुहुन्छ, नाइस ब्युटिफुल एनिमल स्टोरी, थ्याङ्क यू सो मच जमिन सर, एज अलवेज हार्टली आई एम ब्याक टु लिसन योर ब्युटिफुल एन्ड म्याजिकल भोइस भन्नुहुन्छ, धन्यवाद। अर्जुन विशेज्यू लेख्नुहुन्छ, नमस्कार सर, शुभ बिहानी, आजका जनावरका कथाहरू निकै ज्ञानमूलक छन्, यति मिठो प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद सर। अनि आजको उत्तर कुनै चिट्ठी तमसुक हुनुपर्छ भन्नुहुन्छ, कमेन्टको लागि धन्यवाद। त्यसैगरी प्रकाश कुमार दर्लामीज्यू लेख्नुहुन्छ, आजको प्रस्तुति पनि साह्रै मिठो लाग्यो भन्नुहुन्छ, धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजलपा, आदरणीय जमिन सर, शुभ बिहानी, साह्रै नै राम्रो जनावरहरूको कथाहरू एकदमै मन पर्यो हामीलाई, हस् आजको उत्तर नोट हो भन्नुहुन्छ, सही उत्तर। कालीश्रीज्यू लेख्नुहुन्छ, भेरी भेरी नाइस डियर सर। त्यसैगरी सीसीआर साइलकज्यू लेख्नुहुन्छ, वाउ दामी कथा सर, आजको उत्तर पैसा रुपैयाँ कागजी नोट भन्नुहुन्छ, सही उत्तर रहेको छ। त्यसैगरी पुष्पा घिमिरेज्यू लेख्नुहुन्छ, नाइस कथा, राम्रो लाग्यो। त्यसैगरी युजर ओबीज्यूले कमेन्ट गर्नुभएको छ, दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुभएको छ। देवीराम रेडमीज्यू लेख्नुहुन्छ, जमिन सर अब हरर स्टोरी सुनाउन पाए हुन्थ्यो हजुरको स्वरबाट भन्नुहुन्छ, म कुनै दिन प्रयास गर्नेछु। ब्लकर ब्रो विशाल गहतराज्यू लेख्नुहुन्छ, आजको कथा साह्रै राम्रो लाग्यो दाई, आजको आन्सर चाहिँ पैसा हो दाई भन्नुहुन्छ, सही उत्तर। इट्स युनिकाज्यू लेख्नुहुन्छ, लौ है आज पनि उत्तिकै राम्रो लाग्यो, सदाबहार यतिकै कथाहरू सुनाउनका लागि धेरै शुभकामना है तपाईलाई भन्नुहुन्छ, धन्यवाद। र श्याम कुमार श्रेष्ठज्यू लेख्नुहुन्छ, जोजोलपा हजुर आजको आन्सर पैसा हो कि हजुर भन्नुहुन्छ, सही उत्तर रहेको छ। कमेन्ट गरिदिनु हुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ यसरी नै कमेन्ट गरेर हौसला प्रदान गरिदिनुका लागि हार्दिक अनुरोध गर्दै आजको कथा के कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नुहोला। तपाईहरूसँग पनि कथाहरू भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ। आजको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्, नमस्कार।